जय मसी पास्टरबाबु एकदम हजुरलाई स्वागत छ हाम्रो नेदरल्यान्डमा हाम्रो अहिले स्किपुलमा छौँ अनि हजुरहरूको यात्रा के कस्तो भयो पास्टरबाबुहरूको जय मसी म पास्टर धन्यवाद हजुरहरूलाई विशेष हामी दिल्लीबाट साढे 9 घन्टा लगभग फिनल्यान्ड हुँदै फिनल्यान्डबाट पनि झन् 2 घन्टा 10 मिनट लगभग 13 घन्टाको यात्रा सकेर अहिले हामी अति नै सुन्दर नेदरल्यान्डको एम्स्टर्डम सिफुल जुन चाहिँ एयरपोर्टमा छौँ आदरणीय हाम्रो यहाँ पास्टर जोसेफ राईज्यू एलबीज्यूले हामीलाई यसरी अति नै सुन्दर टुलमाला लगाएर स्वागत जनाउनु भएको छ देख्दै हुन्छ अति नै सुन्दर अन्तर्राष्ट्रिय एयरपोर्ट हो र प्रार्थना गर्ने क्रियालाई हामीले प्रभुबाट एकदम धन्यवाद पास्टर जोसेफज्यू एलबीज्यूलाई धेरै धन्यवाद यो हार्टी धन्यवाद सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् अनि आदरणीय पास्टर दुईजना पास्टरज्यूहरूलाई नेदरल्यान्डबाट हामीलाई यसरी न्यानो स्वागत गर्नुभएकोमा हामी एकदमै आभार प्रकट गर्छौँ अनि पास्टर लिन्जीज्यूलाई जसले सबै कुरा अर्गनाइज गर्नुभयो तपाईँ सबै मिलेर अनि युरोपको 6-7वटा देशहरू मिलेर हामीले यसरी एयरपोर्टमा आएर यसरी स्वागत गर्नुभएकोमा हामी साह्रै धन्य भएको छौँ आभार प्रकट गर्छौँ परमेश्वर तपाईँ सबैजनालाई अनि थ्याङ्क यू सो मच धन्यवाद र यो स्किपुल अहिले हामी स्किपुलमा छौँ लगभग 8 बजेको छ अनि यो अहिलेको क्रिसमसको रमझम अनि हाम्रो पास्टरबाबु आइदिनु भएको लागि धेरै धेरै परमेश्वरले आशीष दिउन् हाम्रो पास्टरबाबुलाई पनि हुन्छ धन्यवाद।